ल बल्ल केटाहरूले स्वर्ग देखेछन्। हावाहुरीले लाइन साइन छैन, नेट सेट छैन। यस्तो कहाँबाट लिएर आएको तिनीहरू। घरहरू त झन् भन्नै पर्दैन है। यसरी उडाछ कति क्षतिपूर्ति कसले तिर्ने हो? आन्द्रे भेन्टुराले तिर्छ चिक्की। यस्तरी यिनीहरूले यार गाह्रो छ त। हामी पनि मोबाइल हुन्थ्यौँ, अब सर घुम्न जाने हो। यहाँ यस्तरी प्लास्टिकले छेकेका छन् सबैले। जस काम चलाऊ। लाइन पनि छैन, पानी पनि छैन, बिजोग छ जिन्दगी। त रुखहरू त भन्नै पर्दैन है। लप्ली बस प्राण मुस्कान त गराएको यार। हामी अब मार्केटतर्फ उधारे, त्यही पनि पैसा छैन है, काठ चल्दैन। उधारेमा हाट्न पर्ने हुन्छ। हावा पनि त्यस्तै चलेकै छ। सबैको घरसर फुटाएछ, देख्न सकिन्छ यहाँ। वाल स्वाल बलक सलक त उडाछ है। गाह्रो छ। पानीमै हो क्या हजुर पानी भएर भन्नु के अघि दिउँसो सुकेको थियो। यो भएर पो भन्छ त्यसलाई उफ यहाँ पानी कसैको घरमा लिसोहरू उठाएकै छैन। भ्याउनु काठ कटाको यता लिएछ। यस्तो फुटेछ है, माथि देख्न सक्नुहुन्छ। पानी भन्ने जक्सन चाहिँ यही हो। हेर्नुहुन्न देख्न सकिन्छ यस्तो भत्केछ यार। के यो माया हो बाटै हो देखिएछ यस्तै हिजो आकावा। 2026 थापेन है पोर्चुगललाई। सबले यस्तै प्लास्टिकहरू तासिरहेको छ। तासेको भन्दा नि अब पानी चुनाबाट छेकिरहेको अवस्था छ। के गर्नु र, गाह्रो छ त। अब मार्केट जाने हो, पैसा पनि छैन है, उधारे ल्याउन पर्ने हुन्छ। यहाँ अब बिचराहरू घर सजाइमा छन् है। के छ र जिन्दगी। बिजोका बिचरा बुढाहरू चेला बग्दै हिँड्दै गरेछन्। प्लास्टिक टङ्गेछन्। यस्तो छ जिन्दगी, गाह्रो छ। कति बजेर ल हाम्रो मार्केटको अवस्था पनि यस्तो छ। तर बिचरा धर्म चाहिँ छोडेको छैन है, मार्केट चाहिँ खुल्लै छ फेरि। ल यताहरूले अब कुम्प्रा राख्दैछन्। पिज्जा हो, पिज्जाहरूसँग त्यो मासु मार्केटले धरिन कुन दिन धर्म छोड्छ है।
ल दारे सामान पनि किनियो है। के गर्नु, इन्टरनेट छैन, कार्ड चल्दैन, पैसा छैन। कार्डमा पैसा छ है, अब के गर्नु। धन्न यहाँ हाम्रो दारे चल्छ क्या फेरि, चिन्जान राम्रै छ। दारे 4 प्लास्टिक 100 युरोको। ए निलै गाह्रो ल। केटाहरू अब लाइन साइन छैन, तास खेल्ने बस्ने टाइम पास। जित्नेमा यता छन् सर। पैसा हेर्दै गाह्रो गाह्रो। आगो त भाइ हुँदैछ। यता चाहिँ खाना पकाउँदै हुन्छ लाइट पारेर। आज चाहिँ 1 हप्ता भइसक्यो बिना लाइन। लाइट त 8 दिनपछि फाइनल्ली लाइट आएको छ। लाइन भन्दा आएको छ 8 दिन कि 9 दिन भयो। तर तिमी आएनौ यार। नेटै छैन यार। लाइन आएर के गर्नु।